प्रयोग लगायतका घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न न्यायाधीश गौरी बहादुर कार्की बुझ आयोग गठन गरिएको छ। वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारको सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ, तसर्थ त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ। प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै वर्तमान जेनजी भौगोलिक अखण्डता र राष्ट्रको रक्षार्थ हामी सबै नेपाली एकबद्ध भई क्षेत्रबाट योगदान गर्नुपर्ने खाँचो देख्दछु। युवा पुस्ताको सोच र भावना बमोजिम सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूले आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा अग्रसर भई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी वहन गर्न आह्वान गर्दछु। मनोबल कमजोर पार्ने खालका क्रियाकलाप एवं गतिविधिमा संलग्न नभई आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्न क्रियाशील हुन राष्ट्र सेवक एवं सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछु। आसन्न चाडपर्वहरूमा खाद्यान्न लगायत उपभोग्य सामग्रीहरूको आपूर्ति, यातायातको सहज प्रबन्ध र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन राज्यका सबै संयन्त्रलाई सक्रिय बनाइएको बेहोरा जानकारी गराउन चाहन्छु। अन्तमा 2082 सालको बडा दशैं, तिहार, नेपाल सम्बत, छठ लगायतको पर्वको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आन्दोलनका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। धन्यवाद। सक्यो होइन? ल, थ्याङ्क यू।